हेलो गाइस, नमस्ते, वेलकम बैक माय च्यानल। एक चम्चा जति चिनी हाल्दैछु। हालेर यसरी घोलेर चाहिँ सबै थोक मैले घोलेर यसलाई चाहिँ अब 5 मिनट जति छोपेर राखिदिने। अब यहाँ 1 स्पुन जति भेजिटेबल ओइल ओलिभ ओइल राख्दा हुन्छ। ओलिभ ओइल भयो भने चाहिँ राम्रो। सल्ट लिएको छु, सबैलाई मिक्स गरिदिने यसरी। अनि त्यसपछि चाहिँ हामीले यो पिठो के 1 कप त भएको छैन, 1 कप जति राख्छु मैले होइन। त्यो अर्को कपले गर्नु पर्यो। यसलाई चाहिँ अब हामीले डो बनाउनु पर्ने हुन्छ कि, तर मैले यसमा धेरै पानी हालेँ जस्तो लागेको छ, किनभने मैले थोरै बनाउने भनेर हो कि उ गरेको, तर पानी चाहिँ मैले हालेँ पानीले गरेको भएर चाहिँ 1 कप जति पिठो राख्नुपर्छ। 1 कप अथवा 1 कप, अब आफूलाई कति बनाउने हो त्यही अनुसारको बनाउँदा हुन्छ। मैले चाहिँ अलिकति धेरै नै बनाएको छु। मैले चाहिँ अब सबै यो गरिसकेँ, मुछिसकेँ होइन। अब यसलाई चाहिँ म 1 आवर 1.5 आवर 2 आवर यसरी छोपेर हामीले राखिदिन्छ। त्यसपछि फुल्छ फुल्दैन त्यसलाई चाहिँ हामीले यो कपडाले यसरी छोपेर 1 घन्टा 2 घन्टा 3 घन्टा जति यसरी राख्छौँ। हेलो, मैले चाहिँ होइन आज यो फर्स्ट टाइम यो चक्लेट केक कप केक यो कपमा बनाएको थिएँ होइन, यहाँ ओभनमा। हुन्छ कि हुँदैन होला भनेर मैले जस्ट ट्राई गरेको, कस्तो राम्रो भयो क्या। अघिको मैले राम्रो हुन्छ कि हुँदैन भनेर यो चाहिँ भिडियो बनाइनँ कि मैले। अनि फर्स्ट लट चाहिँ मैले बनाइसकेको थिएँ, बनाएर छोरीलाई दिएँ अनि खाइसकेँ होइन, कस्तो लाग्यो। अनि उसले राम्रो भयो भनेर फेरि अनि सेकेन्ड लट फेरि बनाएको कि कस्तो राम्रो भएर निस्क्यो हेर्नु न। अब म नेक्स्ट टाइम यसको रेसिपी राख्नेछु, फुल भिडियो बनाउँछु ल। अब चाहिँ हेरौँ ल, 2 घन्टा जति भएछ, 9:45मा गरेको थिएँ मैले। फुलेर त कत्रो भएछ हेर्नु त। ओ माइ गॉड, हेर्नु न कस्तो यस्तै हुनुपर्ने हो। कस्तो राम्रो भएछ नि। अब बनाउनुपर्छ है। मैले अलिकति मैले चाहिँ हल्का यहाँ तेल लगाएर अनि यस्तो भयो भने चाहिँ लाग्दैन, अघि लागिहाल्यो हातमा। अनि यहाँ चाहिँ मैले पिठो राखेको छु होइन। हजुरहरूले
हजुरहरूले यो फ्रिजमा पनि राख्न सक्नुहुन्छ। अब हजुरहरूले यस्तो यस्तो गर्ने हो बिचबाट प्रेस गर्दै यसरी। अब हजुरहरूलाई कत्रो साइजको बनाउने हो होइन, कत्रो साइजको बनाउन मन लागिरहेछ त्यही अनुसारको बनाउनु हजुरहरूले। एक्साइटेड छौ? यसरी त मैले पनि फर्स्ट टाइम बनाएको हो यसमा यसरी। अरू स्टाइलमा त मैले गरि नै रहेको छु, प्यानहरूमा चाहिँ गरिरहेको छु। ओभनमा चाहिँ यसरी पिस राखेर यत्रो बनाउनु होला नि, के बेला ठुलो बनाउनु हुँदैन नि त खाना होइन। अब हजुरहरूलाई यो थिनवाला बनाउन मन लाग्छ भने अब थिनवाला बनाउनु होला होइन, अनि थिकवाला बनाउनु मन लाग्छ भने थिकवाला बनाउनु, थिन क्रिस्पीवाला आफ्नो चोइस। मलाई चाहिँ धेरै थिन पनि होइन धेरै थिक पनि होइन, मलाई चाहिँ मिडियम साइजको मनपर्छ। मैले यो 30 सेकेन्ड जति चाहिँ मैले यो तताउरी यो हिट गर्न राखिरहेको छु। मैले चाहिँ यो होममेड सस हो, सस प्रायः जस्तो म होममेडै बनाउँछु सस है, अस्ति नै बनाएको नि होइन। टपिङमा चाहिँ हजुरहरूलाई चाहिँ होइन कस्तो के मनपर्छ त्यही टपिङ गर्दा हुन्छ। क्याप्सिकम होइन, कलरफुलवाला पाइनापल जे राख्नु पनि भयो, आफ्नो चोइस। मैले चाहिँ यो सिम्पल घरमा आज जे छ त्यो हालेर बनाउँदैछु। यो चाहिँ मर्जौला चिज भयो। घरमा आफूले बनाएर खानुपर्छ अहिले राम्रै धेरै जस्तो लाग्छ। मैले चाहिँ अर्को चिजको स्लाइस पनि राखेको छु।